के हो तैँले त त्यो केटीको लागि खाना पिउनै छोडिस् त त्यो केटी बिना बाँच्न सक्दैनस् क्या त्यो केटी मेरो सपना हो सपना भए बिउजी न त बिउजेपछि त्यस्तो जाव सपना त टुटिहाल्छ नि मजाक नगर्ने यार यहाँ मान्छेलाई कत्रो टेन्सन भइराखेको छ त्यसो भए अब त त्योसँग गएर सुटुक्क भेट आइमाईको मन कोमलो हुन्छ भन्छन् न फर्किहाल्छ कि दाइ मानौ तपाईँको लागि मैले यो लुतेको पैसा लिएर भाग्यो भने काग धेर बाटो भयो भने के खान्छ थाहा छ तँलाई गु खान्छ दाइ भयो दाइ नखाम भयो एकचोटि ट्राई गरेर त हेर तेरो हड्डी निकालेर डन्डी बियो खेल्न सकिन भने मेरो नाम हाकु होइन ठट्टा गर्ला दाइ तँलाई ठट्टा गरे एउटा कुरा सोध्छु नरिसाउनुहोस् है सर सोध्नुहोस् तपाईको पुरानो प्रेम कथा सुनाउनुहोस् न सुनाउनुहोस् न के सुनाउ पहिले कथा थियो अहिले व्यथा मात्रै बाँकी छ बेथे भए पनि सुनाउनुहोस् यो लभ भन्ने कुरो आफूले मात्रै रहर गरेर नहुँदो रहेछ मिस हो र मास्टर नि हो मास्टर नि अंग्रेजीमा पढाउँछ स्कुलमा एबीसीडी एक्सवाइजेड तिमीलाई जति पैसा चाहिएको जहाँबाट लिएर भनिदिन्छु तर जुन कसैको पनि हुनु दिन्न